के गरेको के गरेको अनि यत्रो मासु खाइसक्नुहुन्छ यो त भिडियो बनाउनलाई पो हालिदिएको त सबै आफै खाना पाउँछ भनेर मक्ख परेको होला होइन भिडियो अहिले भर्खर बनाइसकेको होइन अहिले भिडियो बनाउने भनेर पो यहाँ थालभरि हालेको त अब भिडियो बनाइसकेपछि त राख्नु पऱ्यो नि फेरि वापस केटाकेटीले खाएको छैन केटाकेटीलाई दिनु पर्यो लाइ झर थालो उयो यत्रो खायो भने त अनि पखाला लाग्दो हो त नि पखाला लाग्दैन आफूले मात्रै खाएर हुन्छ नानीहरू नखाइकन स्कुल गएको छ नानीहरूलाई पनि दिनु पर्यो सबैले खानु पर्ने बाँडी चुडी भिडियो बनाउनुको लागि मात्रै त हालेको थिइस् के राक्षस हो गिद्ध हो र यत्रो धेरै मासु खानलाई घरमा कसैले खाएको छैन अनि सबैजनाले खानु परेन एक्लै आफूले मात्रै खाएर हुन्छ त्यति राख्दैछु त खानु नि त्यति हड्डी र छाला मात्रै राख्दै पकाएकै हड्डी र छाला हो रियल मासु हड्डी र छाला मात्रै खानु मैले हड्डी र छाला यहाँ चाहिँ के छ त यहाँ पनि त्यो हड्डी र छाला त छ भाकै त्यो हड्डी र छाला हो त अब के खाने त लु खानु त्यही पनि खाना पाएको छु भनेर यसो थाप्लो पिट्नु नि त्यही पनि बुढीले यसो चटपटे बेचेर भए पनि छाला र हड्डी यसो मासु भयो भने अलिअलि खुवाउँदैछ है भनेर त्यो पैसा नभएर त यस्तो कस्तो हड्डी हड्डी ल्याएर राखेको छौ मासु पनि के बोल्याउँछौ त मासु पनि यसो टङ टङ मात्रै गर्छ त यस्तो टङ टङ त गर्छ त नि अब के गर्नु अब हिजो चटपटे पनि खासै बिगेन अब अहिले सिजन पनि छैन अनि त्यहाँ गोस्ट लाइनमा गएको यो छाला र हड्डी चाहिँ अलिक सस्तो दिँदो रहेछ 200 मा एक झोला दिँदो रहेछ त्यही भएर 200 लिएर आएको नि पैसा पनि हुनु पर्यो नि त मासु खानु कमाइ नदमाइ धन्न चटपटे बेचेको पैसाले यतिको भए पनि बुढीले पकाएर खाना दिँदैछ भनेर मक्ख पर्ने नि बरु अनि त बरु टाउको दाँत साग छिट्यामा दिन्छ हौ बरु त्यति ल्याएको हुँदैन नि त हेर मात लागेको हेर खानु पाएर यस्तो राम्रो छाला त्यो हड्डीमा पनि मासु कति टाँसेको छ त्यो छालामा पनि मासु टाँसेको छ त्यस्तो मिठो ग्रेभी झोल बनाइदिएको छु गम खानु नि मासु हो कि चुइकोमा बलगम हो मान्छेले खान नपाएर कहाँसम्म हुन्छ हाम्रो चाहिँ यहाँ मरिमर धुवा गरेर यतिको भए पनि ल्याएर पकाएर खाँदिएको त्यही पनि मात लागेर खप्नु छैन हौ अर्कोचोटि त्यो दाँतको खुरहरू फ्यालेको निकालेको बनमारो गरेको हड्डीहरू छ त्यही ल्याउनु त्यसो पैसा पर्दैन मेरो चिनेको साथी छ हुन त ठिकै हो मान्छेले आफ्नो औकात अनुसारकै कुरा गर्ने हो लखर 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 भुइसा कुकुर जस्तो डुलेर हिँड्नेला त्यहाँभन्दा राम्रो त खाना जुर्नु पनि पर्यो नि त अर्कोचोटि त्यही ल्याएर उसिनिदिउँला आज चाहिँ यही मिठो मानेर खानु